साथीहरु के तपाईलाई थाहा छ नेपाल जस्तो सानो देश अहिले विश्वको एक अत्यन्त शक्तिशाली स्रोतसँग जोडिन थालेको छ। हालैका चर्चा अनुसार नेपालमा युरेनियम भण्डार पत्ता लाग्ने सम्भावना र त्यसलाई भविष्यमा बाहिरी राष्ट्रमा निर्यात गर्ने विषयमा समेत बहस सुरु भइसकेको छ। यता विश्वका शक्तिशाली देशहरू जस्तै अमेरिका, रुस, चीन र फ्रान्स पहिलेदेखि युरेनियमको प्रयोगबाट ऊर्जा उत्पादनदेखि लिएर रक्षा प्रणालीसम्म आफ्नो शक्ति विस्तार गरिरहेका छन्। युरेनियम केवल एउटा धातु होइन, यो विश्व राजनीति, ऊर्जा सुरक्षा र प्रविधिको भविष्यसँग जोडिएको एक महत्त्वपूर्ण स्रोत हो। तर प्रश्न उठ्छ, के हो यो युरेनियम? किन यसलाई संसारकै सबभन्दा शक्तिशाली र संवेदनशील तत्त्व मानिन्छ? आजको भिडियोमा हामी जान्नेछौँ एक सानो युरेनियमको टुक्राले कसरी विशाल शक्ति उत्पन्न गर्छ र यसको यात्रा कति खतरनाक र रोचक हुन्छ। यो भिडियो अन्तिमसम्म हेर्नुहोस् किनकि तपाईले देख्नुहुने कुराले तपाईको सोच बदल्न सक्छ। सन् 1789 मा जर्मन वैज्ञानिक मार्टिन क्यालप्रोथले पहिलो पटक युरेनियम पत्ता लगाए। त्यो बेला यो केवल साधारण धातु जस्तो थियो, तर कसैले कल्पना पनि गरेनन् यस भित्र लुकेको शक्तिको बारेमा। पछि सन् 1896 मा हेनरी बेकरलले पत्ता लगाए युरेनियम आफै रेडियन्स निकाल्छ। यहीबाट सुरु भयो रेडियो एक्टिभिटीको संसार। त्यसपछि म्यारी क्युरी र पियरी क्युरीले यस अनुसन्धानलाई अझ अगाडि बढाए। सन् 1932 मा जेम्स च्याडविकले न्युट्रोन पत्ता लगाए र सन् 1938 मा युरेनियम एटम फुट्न सक्छ भन्ने कुरा वैज्ञानिकहरूले प्रमाणित गरे। यसलाई भनिन्छ न्युक्लियर फिक्सन, जहाँ एक एटम फुट्दा अकल्पनीय ऊर्जा निस्कन्छ। प्राकृतिक युरेनियममा दुई मुख्य भाग हुन्छन्, युरेनियम 238 र युरेनियम 235, तर काम लाग्ने हो युरेनियम 235। त्यसैले यसलाई बढाउने प्रक्रिया एनरिचमेन्ट। दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले सुरु गर्यो म्यानहाट्टन प्रोजेक्ट, जहाँ संसारका ठूला वैज्ञानिकहरू मिलेर युरेनियमलाई एनरिच गर्ने तरिका खोज्दै थिए र यहीँबाट जन्मियो एटमिक बम, जसले विश्वलाई हल्लाएर राखिदियो। युरेनियम पाइन्छ पृथ्वीभित्र, तर यसलाई निकाल्नु अत्यन्तै जोखिमपूर्ण हुन्छ। इन्जिनियरहरूले प्रयोग गर्छन् ग्राउन्ड फ्रिजिङ टेक्नोलोजी, जहाँ जमिनलाई -30 डिग्री सेल्सियसमा बरफ बनाएर सुरक्षित खनन गरिन्छ। पछि यसलाई केमिकल प्रोसेसिङ गरेर ग्यासमा बदलिन्छ। त्यसपछि सेन्ट्रिफ्युज मेसिनमा तेज गतिमा घुमाइन्छ, भारी कण बाहिर, हल्का कण बीचमा, र यसरी हुन्छ एनरिचमेन्ट। पछि सानो सानो प्लेट बनाइन्छ, बदाम जत्तिकै सानो, तर एउटा प्लेटले 1800 पाउन्ड कोइला बराबर ऊर्जा दिन सक्छ। यी प्लेटहरू राखिन्छन् फ्युल रडमा र न्युक्लियर रियाक्टरमा। रियाक्टरमा एटम फुट्न थाल्छ, ऊर्जा निस्कन्छ, पानी सिस्टम बन्छ र टर्बाइन घुम्छ र उत्पादन हुन्छ बिजुली। तर यसको एउटा खतरनाक पक्ष पनि छ, प्रयोगपछि फ्युल अत्यन्तै रेडियोएक्टिभ हुन्छ, त्यसैले यसलाई 10 वर्षसम्म पानीभित्र राखिन्छ। अहिले तपाईले हेर्नुभयो एक सानो युरेनियमको कणले कसरी संसार बदल्ने क्षमता राख्छ। आज विश्वका धेरै देशहरू यसको प्रयोगबाट आफ्नो ऊर्जा आवश्यकता पूरा गर्दैछन् र भविष्यमा यसको महत्त्व अझ बढ्दै जाने निश्चित छ। यदि भविष्यमा नेपालले पनि यस क्षेत्रमा कदम चाल्यो भने यसले हाम्रो देशको अर्थतन्त्र र पहिचान दुवैलाई नयाँ उचाइमा पुर्याउन सक्छ। तर याद राखौँ, शक्ति जति ठुलो हुन्छ जिम्मेवारी पनि त्यत्तिकै ठुलो हुन्छ। यदि तपाईले यो ज्ञानमूलक भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र यस्तै रोचक भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस्।